It's me, Vivek Lamichhane, and I'm your MAT instructor. So हामी आज चाहिँ मेन्टल एजिलिटी टेस्टको कुनै एउटा टपिकको बारेमा डिस्कस गरेर चाहिँ त्यसलाई एन्ड गर्नेछौँ. सो लास्टसम्म पनि क्लासमा बस्दिनु होला. सो आजको म पहिलो क्लासमा चाहिँ अलिकति थोरै यो मेन्टल एजिलिटी टेस्ट भनेको के हो, अनि यसलाई कसरी हामी अप्रोच गर्छौँ कि त कसरी यसलाई सुरु गर्छौँ, अनि यसमा के हुन्छ, अनि कति मार्क्स कन्टेन गर्छ भन्ने कुराहरू म थोरै तपाईँहरूलाई भनिदिन्छु. सो सबैजना रेडी हुनुहुन्छ भने लेट्स स्टार्ट. हाम्रो यो कमन इन्ट्रान्स एक्जामिनेसन सिईमा चाहिँ टोटल 200 मार्क्सको क्वेसन हुन्छ, त्यो सबैलाई थाहा छँदैछ. त्यसमध्ये पनि त्यसको 20 मार्क्सको क्वेसन चाहिँ मेन्टल एजिलिटी टेस्ट कि त एमएटीबाट सोध्ने गर्छ. सो म्याक्सिमम स्टुडेन्ट चाहिँ केमा पनि कन्फ्युज हुनुहुन्छ भने चाहिँ यो जुन मेन्टल एजिलिटी टेस्टवाला छ म्याथ र म्याथमेटिक्ससँग चाहिँ धेरैजना स्टुडेन्ट्सहरू चाहिँ कन्फ्युजन भइरहेको म पाइरहेको हुन्छु. सो यो मेन्टल एजिलिटी टेस्ट र म्याथमेटिक्स दे आर डिफ्रेन्ट कुराहरू. सो यिनीहरू चाहिँ कुनै हदसम्म यो न्युमेरिकल रिजनिङमा चाहिँ म्याथ्सको धेरैवटा कम्पोनेन्टहरू, धेरैवटा कन्सेप्टहरू आउने पनि गर्छ. सो त्योभन्दा बाँकी सबै जति पनि कुरा छ त्यो चाहिँ हाम्रो मेन्टल एजिलिटीमै बेस्ट भएर क्वेसन सोध्ने गर्छ. सो हामी यसमा चाहिँ कन्फ्युज नहौँ कि यो म्याथ र म्याथ्स चाहिँ एउटै हो भनेर चाहिँ कन्फ्युज हुनु भएन. सो दे आर डिफ्रेन्ट पार्ट्स, अनि हामी यसलाई पढ्ने, अप्रोच गर्ने, क्वेसन सल्भ गर्ने तरिकाहरू पनि के हुन्छ त डिफ्रेन्ट नै हुन्छ. सो हामी त्यसलाई चाहिँ क्वेसनको नेचर अनुसार सबैभन्दा सर्टेस्ट वेले अनि मोस्ट लजिकल पोसिबल वेले के गर्ने गर्छौँ, सल्भ गर्न खोज्छौँ. सो सबभन्दा सुरुमा यो एजिलिटी भन्ने वर्डको मिनिङ चाहिँ के हुन्छ भनेर भन्दाखेरि चाहिँ यो काइन्ड अफ स्मार्टनेस हो. सो क्विक अन्डरस्ट्यान्डिङ, स्मार्टनेस चाहिँ कुनै पनि कुरा चाहिँ अलिक छिटो बुझ्न सकिन्छ कि त त्यो कुराबाट छिटो कन्क्लुजन निकाल्न सकिन्छ, छिटो कन्क्लुड गर्न सकिन्छ कुनै पनि कुरालाई चाहिँ. भने यसलाई चाहिँ हामी के भन्छौँ त, त्यो एबिलिटीलाई चाहिँ एजिलिटी भनेर भन्छौँ. सो एजिलिटी भनेर भनेको चाहिँ केही पनि कुरा छिटो बुझ्नु कि त त्योबाट छिटो कन्क्लुजन निकाल्नु हो. सो हाम्रो सिईमा चाहिँ 20 मार्क्स क्वेसन चाहिँ यो म्याथबाट सोध्ने गर्छ. अनि यो म्याथको चाहिँ जम्मा 4टा सेक्सन्सहरू हुन्छ. वी हेभ 4 सेक्सन्स हियर इन दिस मेन्टल एजिलिटी टेस्ट. अनि यो 4टा सेक्सन चाहिँ अब हामी यो भन्छौँ कि सबैबाट चाहिँ इक्वली 5-5वटा क्वेसन आउँछ भनेर चाहिँ हामी अनुमान गरिरहेको हुन्छौँ. सो यो सधैँ त्यो कुरा ट्रु नहुनसक्छ, कोही कोही बेला कुनैबाट कुनै सेक्सनमा धेरै, कुनै सेक्सनमा थोरै हुनसक्छ. तर मोस्ट प्रोबेबली चाहिँ हरेक सेक्सनबाट चाहिँ इक्वल नम्बर अफ क्वेसन्स पर्ने प्रोबेबिलिटी बढी हुन्छ. सो यसको चाहिँ 4टा सेक्सन छ है त. सो 4टा सेक्सन्स के हो भनेर भन्दाखेरि चाहिँ पहिलो सेक्सनको नाम चाहिँ न्युमेरिकल रिजनिङ हो. सो यो न्युमेरिकल रिजनिङ भनेको भन्दाखेरि चाहिँ हामी डिरेक्टली म्याथमेटिकल कुराहरू पढ्छौँ. यसमा चाहिँ नाममै न्युमेरिकल छ. सो यो अलिकति थोरै के हुन्छ त भनेर भन्दाखेरि चाहिँ म्याथमेटिकल कि त क्यालकुलेसन बेस्ड कुराहरू हुन्छ यसमा. यसको मतलब हामीले चाहिँ यहाँनिर क्यालकुलेट गरेर एन्सरहरू, भ्याल्युजहरू निकाल्नु पर्ने हुन्छ. जस्तै यहाँनिर पढ्नुपर्ने एकदम इम्पोर्टेन्ट टपिक भनेको चाहिँ एभरेज भयो, त्यस्तै टाइम एन्ड वर्क भयो, त्यस्तै पर्सेन्टेजको कुराहरू भयो, अनि यहाँनिर पढ्नुपर्ने अरू कुरा भनेको चाहिँ प्रोबेबिलिटीको कुरा भयो, त्यस्तै प्रफिट एन्ड लसको कुराहरू भयो, डेसिमल भयो, पर्म्युटेसन कम्बिनेसन भयो, हाइट एन्ड डिस्टेन्स भयो. यस्तो कुराहरू चाहिँ के गर्नुपर्छ हामीले यो न्युमेरिकल रिजनिङमा पढ्नुपर्ने हुन्छ. सो यसले चाहिँ एप्रोक्सिमेटली 5वटा क्वेसन्स जति चाहिँ यो न्युमेरिकल रिजनिङबाट सोधिने गर्छ. सो नेक्स्ट इज भर्बल रिजनिङ. सो यो भर्बल रिजनिङलाई चाहिँ काइन्ड अफ इङ्ग्लिस हो कि भनेर भन्न सकिन्छ. यो हाम्रो इङ्ग्लिसको कुराहरू अलिकति बढी आउने गर्छ. सो यो भित्र चाहिँ के पर्छ त भनेर भन्दाखेरि चाहिँ यो भित्र चाहिँ हाम्रो सिरिजको कुराहरू पर्छ. कसरी अर्डरमा मिलाएर राख्ने कि त त्यो अड वान आउट गर्ने हुन्छ नि. सो फाइन्ड द अड मेन आउट भन्ने खालके हुन्छ. कुनै एउटा गिभन सेटमा एउटा केही अब्जेक्ट नमिलिरहेको देखिन्छ, त्यो नमिलिरहेको कुरालाई चाहिँ निकाल्ने कि त त्यसलाई एलिमिनेट गर्ने, त्यसलाई क्यान्सल आउट गर्ने, त्यो कुराहरू पनि केमा पर्छ हाम्रो यो भर्बल रिजनिङमै परिदिन्छ. सो सिमिलरली अरू लजिकका कुराहरू अनि जम्बल लेटर्सहरू हुन्छ नि, त्यो कुनै पनि वर्डको लेटरलाई यताउता बनाएर राखिदिएको हुन्छ, त्यसलाई मिलाउनु पर्ने हुन्छ. यस्तो कुराहरू अनि कज र इफेक्टवाला
रिजनिङ हुन्छ नि, जस्तै केही कुराको कज के हो, इफेक्ट के हो, कज र रिलेसनसिपवाला, कज र इफेक्टको रिलेसनसिपवाला कुराहरू पनि हामी यो भर्बल रिजनिङमा पढ्छौँ। त्यस्तै कुनै पनि अर्डरमा एरेन्ज गरेर राख्ने कुराहरू भयो होइन। कोडिङ र डिकोडिङ पनि हुन्छ एउटा, कुनै पनि एउटा गिभन वर्डलाई चाहिँ नम्बरले कोड गर्न सक्छ, कहिलेकाहीँ गिभन नम्बर्सलाई चाहिँ वर्डले कोड गर्न सक्छ, त कोडिङ अनि त्यसलाई चाहिँ डिकोड गर्ने काम पनि हामी यो भर्बल रिजनिङवाला पार्टमा गर्नेछौँ। सो यो चाहिँ हाम्रो सेकेन्ड पार्ट भयो भर्बल रिजनिङ भन्ने चाहिँ। धेरै प्रायः चाहिँ इङ्ग्लिसवाला टपिक्सहरू कि त इङ्ग्लिसवाला पार्टहरू पढिदिन्छ यसमा, सो यसलाई चाहिँ हामी भर्बल रिजनिङ भनेर भन्छौँ। सिमिलरली द थर्ड पार्ट इज लजिकल सिक्वेन्सिङ, कि त हामी यसलाई लजिकल रिजनिङ, लजिकल सिक्वेन्सिङ जे भन्दा पनि भयो। त्यो लजिकल सिक्वेन्सिङको पार्टमा चाहिँ के पर्दिन्छ त भनेर भन्दाखेरि चाहिँ यहाँनिर त्यही पर्दिन्छ। यहाँनिर चाहिँ न्युमरिकल सिरिजहरू पर्दिन्छ होइन, कुनै पनि पहिला पहिला पढिरहेको जुन सिरिजको कन्सेप्टहरू छ नि त्यो कुराहरू पनि लाग्दिन्छ यहाँनिर होइन। त्यस्तै म्याथमेटिकल पजल्सहरू पर्दिन्छ त्यहाँनिर चाहिँ, एउटा कुनै एउटा जस्तो देखिरहेको हुन्छ नि हामीले सिमिलर यस्तो खालको बक्सको पजलहरू, यहाँनिर 2, यहाँनिर 3, यहाँनिर 5, यहाँनिर यस्तो खालको देखिरहेको हुन्छ नि, त यो कुराहरू पनि त्यहाँनिर पर्दिन्छ। सो यो कुराहरू चाहिँ सो यो खालको कन्सेप्टहरू चाहिँ हामी के गर्छौँ त भनेर भन्दा चाहिँ लजिकल रिजनिङमा पढ्छौँ। सिमिलरली यहाँनिर डिरेक्सनको कुराहरू पनि आउँछ अलिकति होइन, अनि भेन डायग्रामको कुराहरू पनि आउँछ, अनि कुनै पनि सिम्बललाई यताउता जम्बल बनाएर दिएको हुन्छ, सिम्बलसँग सम्बन्धित कुराहरू पनि हामीले यही लजिकल सिक्वेन्सिङमै पढ्नुपर्छ। त्यस्तै अलिकति थोरै आर्टिफिसियल ल्याङ्ग्वेजको कुराहरू पनि पढ्नुपर्ने हुन्छ यसमा। सो पछाडिको दिनहरूमा पढ्दै गर्दाखेरि हामी त्यसलाई अझै थप डिस्कस पनि गरेर जान्छौँ। सिमिलरली हाम्रो लास्ट पार्टलाई चाहिँ भन्छौँ हामी स्पेसियल रिलेसन अनि एब्स्ट्र्याक्ट रिजनिङ भनेर भन्छौँ यसलाई होइन। यसमा चाहिँ के पर्छ भनेर भन्दाखेरि चाहिँ प्रायः त्यो पहिला जुन हामीले लोकसेवाहरूको प्रिपरेसन गर्दाखेरि त्यहाँनिर आउँछ नि क्वेसनहरू आइक्यूवाला लजिकल कुराहरू, त्यस्तो कुराहरू चाहिँ यहाँनिर धेरै पर्छ। सो स्पेसियल रिलेसन र एब्स्ट्र्याक्ट रिजनिङमा यहाँनिर चाहिँ मिरर इमेज भयो, वाटर इमेज भयो, फिगरको म्याट्रिक्स भयो, पेपरको फोल्डिङवाला कन्सेप्टहरू भयो, यस्तो कुराहरू के गर्छ। अनि त्यो पेपर काट्दाखेरि कस्तो खालको सेप बनिन्छ भन्ने सिमेट्रीको कुराहरू भयो होइन। अनि कुनै पनि फिगरको सिरिजलाई कम्प्लिट गर्ने, जस्तै यहाँनिर यस्तो फिगर दिन सकेको जस्तै यहाँ यो पछाडि के आउँछ भनेर भनिदिन सक्छ। यस्तो फिगरको कम्पिटिसनवाला सिरिजहरू यस्तो खालको कुराहरू के गर्न सक्छ त्यहाँनिर आउन सक्छ। त्यस्तै सेम खालको फिगर्सहरू पनि हुन्छ नि, सेम फिगरको एउटा ग्रुप बनाऊ कि सेम फिगरको सेट बनाऊ कि त्यहाँबाट के छ अड मेन आउट त्यो निकाल भनेर भन्न सक्छ। सो यो कुराहरू चाहिँ हामी केमा पढ्छौँ त स्पेटियल रिलेसन कि त एब्स्ट्र्याक्ट रिजनिङमा पढ्ने गर्छौँ। सो यसो गरी भने चाहिँ हामी के हुन्छ भनेर भन्दा टोटल 4टा सेक्सन्स अफ मेन्टल एजिलिटी टेस्ट सकिन्छ है त। सो अब यो मेन्टल एजिलिटी टेस्ट पढ्ने कि त पढाउने कुनै पनि एउटा स्पेसिफिक मेथड चाहिँ छैन जस्तै हुन्छ नि, यसलाई चाहिँ यसरी नै पढ्नुपर्छ कि त यसरी नै पढाउनुपर्छ, यसको आन्सर यसरी नै खोज्ने भन्ने चाहिँ प्रपर टेक्निक्स कि त प्रपर मेथोडोलोजी चाहिँ छैन। यहाँनिर चाहिँ मोस्ट अफ द क्वेसन चाहिँ हाम्रो आफ्नै मेन्टल एबिलिटीमै बेस्ड हुन्छ। यसको मतलब कति स्मार्ट छौँ हामी आफू, त्यसले चाहिँ के गर्छ त डिटरमाइन गर्छ म्याक्सिमम कतिवटा क्वेसन्सहरू मिलाउन सकिन्छ भनेर। यहाँनिर हामी इन्स्ट्रक्टरको काम चाहिँ के हो त भनेर भन्दाखेरि चाहिँ एउटा राइट डिरेक्सन दिइदिने काम मात्रै हो। हामी चाहिँ यस्तो खालको क्वेसन आयो भने चाहिँ यसको चाहिँ ओभरअल जेनरलाइज फर्म यस्तो खालको हुन्छ, अनि यसरी गऱ्यो भने चाहिँ यसको आन्सर आउँछ है भनेर भन्ने काम हो हाम्रो चाहिँ। सो हामी यहाँनिर के गर्छौँ भनेर भन्दाखेरि चाहिँ क्वेसनको नेचर थाहा पाउँछौँ, क्वेसनको टाइप्सहरू थाहा पाउँछौँ, कति खालको क्वेसनको टाइप्सहरू हुन्छ, अनि कुन क्वेसनलाई चाहिँ कसरी सल्भ गर्ने भनेर कुराहरू त थाहा पाउँछौँ। अनि त्यही अनुसार चाहिँ त्यहाँनिर सिकेको टेक्निक्सहरू चाहिँ हामी अरू प्रब्लम सल्भ गर्दाखेरि पनि लगाउँछौँ। अब यो म्याथको सेक्सनको 20 मार्क्सले चाहिँ के डिटरमाइन गर्छ भनेर भन्दाखेरि चाहिँ त्यो जुन टप लेभलवाला स्कोर आउँछ नि जसको उनीहरूले चाहिँ यो जुन यो 20 मार्क्सवाला म्याथ हुन्छ त्यो पनि धेरै म्याक्सिमम मिलाइरहेको चाहिँ हामी पाउन सक्छौँ। सो जुन यो 180 मार्क्स हुन्छ, 180 मार्क्स चाहिँ हामीले नाम निकाल्नलाई भयो भने स्कलरसिपमा नाम निकाल्नको लागि चाहिँ यो जुन 20 मार्क्सले पनि एकदमै ठुलो रोल चाहिँ यसले खेल्छ। सो यो 20 मार्क्स चाहिँ एकदम इम्पोर्टेन्टवाला 20 मार्क्स हो फर यो स्कलरसिपमा नाम निकाल्नको लागि। सो यसरी बुझ्यौँ। सो अब हामी यहाँनिर स्टार्ट गर्दाखेरि हामी न्युमरिकल रिजनिङबाट स्टार्ट गर्छौँ। सो न्युमरिकल रिजनिङमा धेरैवटा पार्ट्सहरू हुन्छ, धेरैवटा टपिक्सहरू हुन्छ, हामी एक गर्दै बिस्तारै पढ्दै जान्छौँ। आज चाहिँ हामी यो न्युमरिकल रिजनिङ भन्ने पार्टको अलिक धेरै सोधिरहन्छ प्रोबेबिलिटी भन्ने टपिक छ। सो त्यो प्रोबेबिलिटी भन्ने टपिकमा जान्छौँ अनि त्यो प्रोबेबिलिटी भन्ने टपिकलाई पढ्छौँ। सो लेट्स स्टार्ट
प्रोबेबिलिटी। आज हामी यो न्यूमेरिकल रिजनिङको प्रोबेबिलिटी भन्ने टपिक पढ्छौँ। र यसमा चाहिने कन्सेप्टहरू के छ हामी सबै थोक डिस्कस गर्छौँ होइन। सुरुमै हो त गरिहाल्छौँ, किनकि त्यो भएपछि सबै थोकको लागि हामी के क्वेसन के कन्सेप्टहरू चाहिन्छ सबै क्वेसनको लागि लगभग हामी सबै डिस्कस गरिसक्छौँ। अनि हामी के गर्छौँ त फर्दर अरू थोक गर्नेछौँ। सबभन्दा सुरुमा हेरिहालौँ, म एकदम सर्टकटमा लेखिदिइहाल्छु सबै, किनकि टाइम पनि बचाउनु पर्ने हुन्छ। कुनै पनि इभेन्ट यदि इभेन्टलाई हामीले इले डिनोट गऱ्यौँ भने पिई भनेको चाहिँ के हो भनेर भन्दा प्रोबेबिलिटी अफ occurrence of इभेन्ट ई। त्यो ई भन्ने जुन इभेन्ट हुन्छ त्यो इभेन्ट हुन्छ भन्ने सम्भावना हो पिई भनेको चाहिँ। यसलाई प्रोबेबिलिटी अफ द्याट अकरेन्स अफ द्याट इभेन्ट भनेर भन्छौँ। सो यसको फर्मुला के हो भनेर भन्दा चाहिँ नम्बर अफ फेभरेबल केस बाई टोटल नम्बर अफ केस, टोटल नम्बर अफ पोसिबल केसेस। यो चाहिँ फर्मुला हो। कसले यसलाई चाहिँ स्मल एम बाई स्मल एन भनेर नि पढ्छौँ। सो सबभन्दा बेसिक फर्मुला यो हो। सो योबाट के क्वेसन गर्न सकिन्छ, कस्तो खालको क्वेसन गर्न सकिन्छ। सपोजको लागि चाहिँ एउटा क्लासमा 50 जना स्टुडेन्ट्स थिए अरे, 50 जना स्टुडेन्ट्स मध्ये चाहिँ 30 जना चाहिँ बोइज छन् अरे, अनि 20 जना चाहिँ के छन् हामीसँग गर्ल्स छन् अरे होइन। यो अब यो डेटा दिइसके पछाडि चाहिँ हामीलाई यहाँबाट चाहिँ एउटा स्टुडेन्ट सेलेक्ट गरियो। यो गिभन 50 जना मध्ये चाहिँ यदि हामीले एउटा स्टुडेन्ट सेलेक्ट गऱ्यौँ भने चाहिँ त्यो सेलेक्ट गरेको स्टुडेन्ट चाहिँ गर्ल आउन सक्ने सम्भावना कति हुन्छ भनेर भन्यो भने चाहिँ यो कन्सेप्ट लगाउन सकिन्छ। सो कसरी गर्ने भनेर एकदम सिम्पल छ यो कुरा चाहिँ। सो हेरौँ, बुझ्न खोजौँ। सो हेरौँ है त। सो यो 50 जनाबाट एउटा सेलेक्ट गर्दा चाहिँ गर्लै आउनुपर्छ भनेर भन्नु भनेको चाहिँ हामीलाई गर्ल निकाल्नु छ कि त गर्ल चाहिँ छान्नु छ। सो हाम्रो लागि इभेन्ट भनेको गर्लको सेलेक्सन भयो। सो प्रोबेबिलिटी अफ यो गर्लको सेलेक्सन इज इक्वल्स टु अब फर्मुला हेऱ्यौँ, टोटल नम्बर अफ केस चाहिँ तल राख्नुपर्छ, फेभरेबललाई माथि राख्नु छ। सो टोटल नम्बर अफ केस भनेको के हो भनेर भन्दाखेरि चाहिँ टोटल हामीले सेलेक्ट गर्दाखेरि चाहिँ कतिजना स्टुडेन्टबाट सेलेक्ट गरेको हो त। सो हामीसँग कतिजना स्टुडेन्ट्स थिए त्यहाँबाट छानेको भनेर भन्दा हामीसँग 50 जना स्टुडेन्ट्स थिए। सो टोटल कतिजना रहेछन् त हामीसँग 50 जना स्टुडेन्ट रहेछन्, त्यहीबाट छानेको हो त्यो एउटा गर्ललाई। सो माथि के छ त, माथि त फेभरेबल केस छ नि त। सो फेभरेबल केस भनेको चाहिँ के हो भनेर भन्दा चाहिँ कति नम्बर अफ स्टुडेन्ट्सबाट छान्यो भने चाहिँ गर्ल आउन सक्छ। सो यहाँ हेरौँ न त, हामीसँग 30 जना बोइज छन् है, अनि 20 जना के छन् त गर्ल्स छन् नि त। अब यसको मतलब मलाई गर्ल्स छान्न छ, गर्ल्स सेलेक्ट गर्नु छ भने त म यो 20 जना गर्ल्सकै ग्रुपबाट चाहिँ कुनै एउटा तान्नु पर्यो, कुनै एकजना मान्छे लिनु पर्यो ताकि गर्ल आओस् नि त। सो हेर्नु, मलाई एउटा गर्ल सेलेक्ट गर्नु छ भने चाहिँ यो दिएको 20 गर्ल्सबाटै एउटा गर्ल के गर्नु पर्यो, सेलेक्ट गर्नु पर्यो। सो मेरो लागि चाहिँ फेभरेबल नम्बर अफ केसेस चाहिँ यो 20 हो, किनकि 20 वटा गर्ल्स चाहिँ त्यहाँनिर छन्। सो मैले यदि एउटा गर्ल तानिरहनु भनेको चाहिँ यो 20 वटा गर्लबाटै कोही न कोही स्टुडेन्ट तानिएको हो कि त कोही न कोही विद्यार्थी तानिएको हो। सो त्यही भएर यो 20 चाहिँ मेरो लागि के हो त, फेभरेबल केस हो। सो हामी यसरी बुझ्छौँ है त। सो 20 इज आवर फेभरेबल केस। सो माथि कति आउँछ त 20 हुन्छ, 0 क्यान्सल गर्दा कति आउँछ हाम्रो आन्सर चाहिँ 2/5 आउने रहेछ। यसलाई भन्छौँ प्रोबेबिलिटी अफ सेलेक्सन अफ अ गर्ल है त। सो यो हो हाम्रो पहिलो फर्मुला, कसरी कुनै पनि इभेन्टको अकरेन्स निकाल्ने भनेर गर्ने हो। सो यति बुझे पछाडि सेकेन्ड फर्मुला जाउँ विदाउट वेस्टिङ एनी टाइम। सेकेन्ड फर्मुला इज प्रोबेबिलिटी। सो यदि प्रोबेबिलिटी अफ ई भनेको के हो त, यो ई भन्ने इभेन्ट हुन्छ भनेर निकाल्ने सम्भावना हो। कति सम्भावना छ कुनै पनि इभेन्ट ई हुन्छ भन्नु। सो पिई कम्प्लिमेन्ट पी बार भनेको चाहिँ के हो त भनेर भन्दा त्यो ई भन्ने जुन इभेन्ट छ, ई भन्ने इभेन्ट चाहिँ हुँदैन भनेर निकाल्ने चान्सेस हो। सो यति बुझ्नु पर्यो। पिई भनेको कुनै पनि इभेन्ट हुन्छ भनेर निकाल्ने सम्भावना हो भने पिई कम्प्लिमेन्ट भनेको त्यही इभेन्ट चाहिँ हुँदैन भनेर निकाल्नु हो। सो यी दुईटामा कस्तो खालको रिलेसनसिप छ त भनेर भन्दाखेरि चाहिँ कुनै पनि इभेन्ट हुन्छ भन्ने सम्भावना अनि कुनै पनि इभेन्ट
हुँदैन भनेर भन्ने सम्भावना दुईटा प्रोबेबिलिटीलाई हामीले जोड्यौँ भने चाहिँ कति आउँछ टोटल प्रोबेबिलिटी आउँछ कि त 1 आउँछ कि त यसलाई 100% पनि भन्छौँ कि त यसलाई हामी टोटल प्रोबेबिलिटी पनि भन्छौँ सो टोटल प्रोबेबिलिटी भनेको 1 हो टोटल प्रोबेबिलिटी कसरी निक्लिन्छ भनेर भन्दाखेरि चाहिँ कुनै पनि इभेन्ट हुन्छ भनेर भन्ने सम्भावना अनि त्यही इभेन्ट हुँदैन भनेर भन्ने सम्भावना दुईटालाई जोड्यौँ भने के आउँछ त टोटल प्रोबेबिलिटी आउँछ कि त 100% आइदिन्छ सो यो हो हाम्रो सेकेन्डवाला फर्मुला यहाँबाट के पनि निकाल्न सक्छौँ हामी भनेर भन्दाखेरि चाहिँ कुनै पनि इभेन्ट हुँदैन भनेर भन्ने सम्भावना चाहिँ कसरी निकाल्न सक्छौँ 1 माइनस त्यो इभेन्ट हुन्छ भन्ने सम्भावना गर्न सक्छौँ सो पिई कम्प्लिमेन्ट भनेको 1 माइनस पिई भनेर भन्न सक्छौँ है त यो चाहिँ हाम्रो लागि सेकेन्डवाला फर्मुला भयो सो थर्ड फर्मुला इज रेन्ज अफ प्रोबेबिलिटीको रेन्ज कहाँदेखि कहाँसम्म पर्छ पनि हेरिहालौँ माथि नै भनेको भए हुन्थ्यो होला यो त रेन्ज अफ प्रोबेबिलिटी कुनै पनि इभेन्टको हुन्छ कि हुँदैन भन्ने सम्भाव्यता चाहिँ कहाँदेखि कहाँसम्म पर्छ यसको भ्याल्यु चाहिँ कहाँदेखि कहाँसम्म आउँछ त भनेर भन्दा चाहिँ कुनै पनि इभेन्ट हुन्छ भनेर भन्ने सम्भावना कि त हुँदैन भनेर भन्ने सम्भावना चाहिँ 0 भन्दा सधैँ ठुलो हुन्छ कि त 0 भन्दा ठुलो हुन्छ होइन ग्रेटर देन or इक्वल टु 0 बट इट विल बी लेस देन or इक्वल्स टु 1 सो 1 हुनसक्छ 1 भन्दा सानो हुन्छ 0 हुनसक्छ 0 भन्दा ठुलो हुन्छ यसको मतलब यसलाई चाहिँ हामीले चाहिँ पिई बिलोङ्स टु द क्लोज इन्टरभल अफ 0,1 लेख्न सक्छौँ यसको मतलब 0 हुन्छ 0 भन्दा ठुलो हुन्छ 1 हुन्छ 1 भन्दा सानो हुन्छ यसको मतलब प्रोबेबिलिटीको आन्सर चाहिँ 0 र 1 को बिचमै आउनुपर्छ कि त 0 हुनु पर्यो कि 0 भन्दा ठुलो 1 हुनु पर्यो 1 भन्दा सानो सो 0 र 1 को बिचमै आउँछ प्रोबेबिलिटीको आन्सर यति बुझ्नु पर्यो है त सो यसलाई यसरी पढौँ सो अर्को जाउँ यहाँबाट यसरी बुझ्दा पनि भयो कुनै पनि यस्तो खालको इभेन्ट ए जसको सम्भावना 0 छ भने बुझ्नु पर्यो कि त्यो ए भन्ने इभेन्ट चाहिँ ए इज इम्पोसिबल भनेर बुझ्नु पर्यो कुनै पनि इभेन्टको सम्भावना 0 आइदियो कुनै पनि इभेन्ट हुन्छ भनेर भन्ने सम्भावना 0 आइदियो भने के बुझ्नु पर्यो त त्यो इभेन्टै हुँदैन रहेछ कि त इम्पोसिबल रहेछ त्यो इभेन्ट हुनै सक्दैन पोसिबलै छैन त्यो इभेन्ट भनेर बुझ्नु पर्यो है त सो पिए 0 implies that event A is not possible. Similarly, if PB is equals to 1, यदि कुनै पनि इभेन्ट B को प्रोबेबिलिटी 1 आयो भने चाहिँ हामी के बुझ्न सक्छौँ भनेर भन्दाखेरि चाहिँ यो B भन्ने जुन इभेन्ट छ B भन्ने इभेन्ट इज स्योर यो इभेन्ट फिक्स्ड हुन्छ यो कि त दिस इज सर्टेन यो फिक्स्ड हुन्छ यो इभेन्ट यदि कुनै पनि इभेन्टको सम्भावना चाहिँ 1 छ भने कुनै पनि इभेन्टको सम्भाव्यता प्रोबेबिलिटी निकाल्दाखेरि चाहिँ 1 आयो भने हामी के भन्न सक्छौँ त द्याट इभेन्ट इज स्योर त्यो इभेन्ट चाहिँ फिक्स्ड हुन्छ भनेर भन्न सक्छौँ यति भयो रेन्ज अफ प्रोबेबिलिटीको लागि अहिलेसम्म हामीले 3टा फर्मुला पढ्यौँ 3टा कन्सेप्ट पढ्यौँ भनेर बुझौँ न सो हियर आर दिस 3 कन्सेप्ट्स सो यसलाई स्क्रिनसट लिन कि त सार्न सक्नुहुन्छ अनि 4th नम्बरको कन्सेप्ट पढिरहेको छौँ सो 4th नम्बरले चाहिँ हामी पढ्छौँ प्रोबेबिलिटीमा एडिसन ल भनेको के हो भनेर पढ्छौँ कुनै पनि ए र बी भन्ने दुईटा इभेन्ट छ सो प्रोबेबिलिटी अफ एटलिस्ट 1 भनेर भन्यो भने एटलिस्ट 1 भनेर भन्यो भने यसलाई प्रोबेबिलिटी अफ ए अर बी भनेर भन्न सकिन्छ 3टा छ भने ए अर बी अर सी यो पनि भन्न सकिन्छ है त सो फर्मुला हुन्छ यसको ए युनियन बी भनेर भन्छौँ फर्मुला इज पिए प्लस पिबी माइनस पिए इन्टरसेक्सन बी सो के बुझौँ भनेर भन्दाखेरि चाहिँ अहिलेको लागि कुनै पनि दुईटा इभेन्ट छ ए र बी भन्ने अनि दुईटा इभेन्ट मध्ये एटलिस्ट 1 भनेको चाहिँ कम्तीमा एउटा कि त घटीमा एउटा हुने त्यसलाई भन्छौँ हामी कम्तीमा एउटा इभेन्ट चाहिँ हुन्छ है त
भनेर भन्ने सम्भावनालाई हामी के भन्छौँ त PA युनियन B भनेर भन्छौँ है त यसको फर्मुला हुन्छ PA प्लस PB माइनस PA इन्टरसेक्सन B सो PA इज A हुन्छ भन्ने सम्भावना PB इज B हुन्छ भन्ने सम्भावना सो PA इन्टरसेक्सन B भनेको चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ दिस इज द प्रोबेबिलिटी अफ अकरेन्स अफ बोथ द इभेन्ट्स दुईटै इभेन्ट हुन्छ भनेर भन्ने सम्भावनालाई के भन्छौँ A इन्टरसेक्सन B को प्रोबेबिलिटी भनेर भन्छौँ सो के हुन्छ भनेर भन्दाखेरि चाहिँ सधैँ यो दुईटै इभेन्ट पोसिबल हुन्छ भन्ने अवस्था नआउन पनि सक्छ सो कहिलेकाहीँ चाहिँ यो PA इन्टरसेक्सन B को भ्याल्यु 0 पनि आउन सक्छ त्यति बेला चाहिँ हामी के भन्छौँ भनेर भन्दाखेरि जति बेला कुनै पनि दुईटा इभेन्टमा केही पनि कुरा कमन भेट्दैनौँ A र B भनेको A र B भने दुईटै इभेन्टमा A र B इभेन्टमा कमन छ भने these events are called mutually inclusive कि non-exclusive सो A र B भन्ने कुनै पनि दुईटा इभेन्टहरू छन् अनि A र B भन्ने दुईटा इभेन्टमा चाहिँ केही कुरा कमन पनि छ यसको मतलब जे कुरा चाहिँ इभेन्ट A गर्दा हुन्छ इभेन्ट B गर्दा पनि त्यही कुरा हुन्छ यसको मतलब A र B भन्ने दुईटा इभेन्टमा चाहिँ कुनै न कुनै तरिकाले चाहिँ केसेसहरू सिमिलर छ केसेसहरू सेम छ भने चाहिँ यस्तो बेला चाहिँ A र B मा कमन छ भनेर भन्छौँ सो त्यो कमन छ भनेर भन्नुको मतलब चाहिँ के हो त भनेर भन्दा चाहिँ इभेन्ट्सहरूलाई हामी भन्छौँ म्युचुअल्ली इन्क्लुजिभ इभेन्ट कि त यसलाई चाहिँ म्याक्सिमम बुकहरूमा चाहिँ म्युचुअल्ली नन एक्सक्लुजिभ लेखेको हुन्छ सो म्युचुअल्ली नन एक्सक्लुजिभ छ भने चाहिँ A र B मा केही न केही कुरा कमन छ भनेर भन्न सक्छौँ यदि A र B मा चाहिँ केही पनि कुरा कमन छैन कि त यसको मतलब A भन्ने इभेन्ट हुँदाखेरि चाहिँ अनि B भन्ने इभेन्ट भइरहँदाखेरि चाहिँ त्यो दुईटा इभेन्टमा चाहिँ कुनै पनि यस्तो केसेसहरू छैन जुन चाहिँ दुईटैमा भइरहन्छ दुईटैमा पर्छ सो यस्तो अवस्थामा चाहिँ हामीले यसलाई के भन्छौँ त यदि कमन छैन भने चाहिँ यसलाई के भन्छौँ म्युचुअल्ली एक्सक्लुजिभ इभेन्ट्स भनेर भन्छौँ त्यति बेला चाहिँ यसको भ्याल्यु कति हुन्छ 0 हुन्छ यो चाहिँ 0 हुन्छ फर म्युचुअल्ली एक्सक्लुजिभ इभेन्ट कमन छैन भने दुईटामा केही पनि कमन छैन भन्दा सिधै यो 0 भइहाल्ने किनकि यो इन्टरसेक्सन भन्ने के हो त दुईटै इभेन्ट हुने सम्भावना हो नि त सो दुईटै इभेन्टमा केही पनि कमन छैन भने चाहिँ के भइदिन्छ सिधै 0 भइदिन्छ यति बुझ्नु पर्यो सो यसलाई समरी लेखिदिइहालौँ प्रोबेबिलिटी अफ A युनियन B भनेको चाहिँ प्रोबेब अफ A प्रोबेब अफ B माइनस प्रोबेब अफ A इन्टरसेक्सन B द्याट्स हाउ वी कन्क्लुड यसलाई यो भयो हाम्रो फोर्थ ल सिमिलरली द फिफ्थ ल इज मल्टिप्लिकेसन ल म सबै सर्टकटमा लेखिरहेको छु ताकि समय बचोस् म्याक्सिमम कन्सेप्टहरू भ्याइयोस् सो मल्टिप्लिकेसन लले के भन्छ भनेर भन्दाखेरि चाहिँ मल्टिप्लिकेसन ल कति बेला भ्यालिड हुन्छ भनेर भन्दा चाहिँ कुनै पनि दुईटा इभेन्ट A र B इन्डिपेन्डेन्ट छ भने भ्यालिड हुन्छ कुनै पनि दुईटा इभेन्ट यदि इन्डिपेन्डेन्ट छन् भने के हुन्छ त यो ल भ्यालिड हुन्छ अब के हो त इन्डिपेन्डेन्ट हुनु भनेर भन्दाखेरि चाहिँ कुनै पनि दुईटा इभेन्ट इन्डिपेन्डेन्ट हुनु भनेको चाहिँ एउटा इभेन्ट हुनु वा नहुनुले अर्को इभेन्ट हुनु वा नहुनुमा केही पनि असर पुर्याउँदैन भने यसलाई के भन्छौँ हामी इन्डिपेन्डेन्ट इभेन्ट भन्छौँ यसको मतलब A हुँदा वा A नहुँदा B हुनु वा B नहुनुमा चाहिँ केही पनि असर पार्दैन भने यसलाई के भन्छौँ हामी इन्डिपेन्डेन्ट इभेन्ट भनेर भन्छौँ यसलाई सजिलो भाषामा बुझ्दाखेरि चाहिँ सपोजको लागि A भनेको चाहिँ सपोजलाई रामले पढ्नु यो इभेन्ट चाहिँ सपोजलाई A हो अरे अनि B भन्ने इभेन्ट चाहिँ ल अर्को के छ श्याम पास हुनु दुईटा इभेन्ट छ हामीसँग A भन्ने इभेन्टले चाहिँ
ऱ्यामले पढ्नेवाला कुरा गर्छ अरे भने बी भन्ने इभेन्टले चाहिँ स्याम पास हुनेवाला कुरा गर्छ अरे। सो अब हेरौँ त यो ए र बी भन्ने इभेन्टमा चाहिँ केही सम्बन्ध देख्छौँ त हामी, केही डिपेन्डेन्सी देख्छौँ त। सो ऱ्यामले पढ्यो वा पढेन भने स्याम पास हुन्छ कि हुँदैन भन्ने सम्भावना केही पनि असर पुग्दैन नि त। सो यसको मतलब स्याम पास हुनु वा नहुनुमा चाहिँ ऱ्यामले पढ्नु वा नपढ्नुको कुनै पनि असर छैन, कुनै पनि डिपेन्डेन्सी छैन भने सच काइन्ड्स अफ इभेन्ट दे आर कल्ड इन्डिपेन्डेन्ट इभेन्ट। यो चाहिँ एकले अर्कोमा केही पनि एफेक्ट गर्दैन भने यस्तो खालको इभेन्टलाई के भन्छौँ हामी, इन्डिपेन्डेन्ट इभेन्ट भनेर भन्छौँ। सो टु इभेन्ट्स ए एन्ड बी दे आर सेड टु बी इन्डिपेन्डेन्ट इफ the occurrence or non-occurrence of any one event does not change or does not alter the occurrence or non-occurrence of the next। तो मतलब पहिलो इभेन्टको अकरेन्स वा नन अकरेन्सले दोस्रो इभेन्टको अकरेन्स वा नन अकरेन्समा केही पनि चेन्जेस लिएर आउँदैन कि त केही पनि इफेक्ट लिएर आउँदैन, इफेक्ट लिएर आउँदैन भने यस्तो खालको इभेन्टलाई हामी के भन्छौँ त, इन्डिपेन्डेन्ट इभेन्ट भनेर भन्छौँ। सो जब जब दुईवटा इभेन्ट्सहरू ए र बी भन्ने दुईवटा इभेन्ट चाहिँ इन्डिपेन्डेन्ट हुन्छ त्यति बेला चाहिँ हामी मल्टिप्लिकेसन ल लगाउन मिल्छ। सो के भन्छ त मल्टिप्लिकेसन लले भनेर भन्दाखेरि चाहिँ प्रोबेबिलिटी अफ बोथ भनेको दुईटै इभेन्ट हुने सम्भावना। यसको मतलब यसलाई सिम्पल भाषामा बुझ्दा ए पनि हुने एन्ड बी पनि हुने सम्भावना कति हुन्छ भनेर लेख्दाखेरि हामी यसरी लेख्छौँ ए इन्टरसेक्सन बी भनेर लेख्छौँ। फर्मुला चाहिँ के हुन्छ त भनेर भन्दा प्रोबेबिलिटी अफ ए इन्टरसेक्सन बी is equals to probability of A into probability of B। दुईटैको सम्भावना निकालेर उनीहरूलाई मल्टिप्लाई गर्यो भने चाहिँ के आउने रहेछ हाम्रो दुईटै इभेन्ट एकैचोटि दुईटै इभेन्ट हुने सम्भावना आउने रहेछ। सो दिस रिप्रेजेन्ट द प्रोबेबिलिटी अफ अकरेन्स अफ बोथ इभेन्ट्स ए एन्ड बी। यसमा कसैलाई केही कन्फ्युजन छ भने एकचोटि च्याटमा भन्नु होला, कि केही छ भने भन्नु होला। सो आफ्टर दिस we are gonna move to the next part। एउटा कुरा के पनि बुझौँ भने इफ यदि ए र बी चाहिँ इन्डिपेन्डेन्ट छन् भने देन ए बार र बी बार पनि के हुन्छ त आर अल्सो इन्डिपेन्डेन्ट। यदि चाहिँ बुझौँ ए र बी यदि इन्डिपेन्डेन्ट हो भने चाहिँ ए बार अनि बी बार पनि के हुन्छ त इन्डिपेन्डेन्ट हुन्छ। यसबाट धेरै क्वेसनहरू परिरहेको हुन्छ सधैँ। सो एउटा क्वेसन गरिदिइहाल्छु ल। लास्ट क्वेसन गरेर छुटौँ। क्वेसनले के भन्दैछ भने द प्रोबेबिलिटी अफ सेलेक्सन अफ राम एन्ड स्याम फर अ जब आर 1/4 and 2/3 रेस्पेक्टिभली। कुनै पनि एउटा जबको लागि चाहिँ राम छानिन्छ भनेर भन्ने सम्भावना 1/4 छ अरे अनि स्याम छानिन्छ भनेर भन्ने सम्भावना के छ त 2/3 छ भने चाहिँ यहाँ सुरुमै क्वेसन पढ्दा थाहा भइहाल्नु पर्यो हामीलाई यो दुईटा राम छानिने इभेन्ट अनि त्यो अर्को स्याम छानिने इभेन्ट चाहिँ के हुन्थ्यो एकाअर्कामा डिपेन्ड छैन, यो डिपेन्ड गर्दैन। त्यही भएर यो दुईटा इभेन्टलाई हामी के भन्छौँ त इन्डिपेन्डेन्ट इभेन्ट भन्छौँ, किनकि राम छानिनु वा नछानिनुले स्याम छानिनु वा नछानिनुमा चाहिँ
कुनै पनि असर पुर्याउँदैन। सो यसको मतलब के हो नि त भनेर भन्दाखेरि दुईवटा इभेन्टहरू के हो नि त इन्डिपेन्डेन्ट इभेन्ट हो। हामीलाई क्वेसनले के सोध्दैछ फाइन्ड द प्रोबेबिलिटी द्याट बोथ आर सेलेक्टेड भनेको यदि दुईजना सेलेक्ट हुन्छन् भने चाहिँ त्यसको सम्भावना कति छ त भनेर निकाल्न खोज्दैछ, हामीलाई निकाल्नु भनेर भन्दैछ। सो यसको लागि चाहिँ के भनेको भनेर चाहिँ प्रोबेबिलिटी अफ राम पनि छानियो एन्ड श्याम पनि छानियो। कति हुन्छ सम्भावना एन्ड छ भने त इन्टरसेक्सन हुन्छ ए इन्टरसेक्सन बी। यो इन्डिपेन्डेन्ट इभेन्ट हो। सो हामी मल्टिप्लिकेसन ल भर्खर माथि पढेको थियौँ त्यो लगाउन सक्छौँ। सो मल्टिप्लिकेसन ल के हुन्छ पिए इन्टु पिबी हुन्छ। सो लेखिदिइहालौँ पिए इन्टु पिबी। सो पिए चाहिँ हाम्रो कति छ राम छानिने सम्भावना 1/4 हो। त्यसलाई हामी राम र श्यामकै टर्ममा लेखौँ न ल सजिलो हुन्छ। राम एन्ड श्याम प्रोबेबिलिटी अफ राम प्रोबेबिलिटी अफ श्याम। सो राम छानिने सम्भावना कति छ त राम छानिने त 1/4 छ। सो 1/4 राम छानिने इन्टु श्याम छानिने 2/3 2/3 श्याम छानिने 2 1 2 2 2 4 3 2 6। सो 1 का मुनि 6 के रहेछ त हाम्रो लागि चाहिएको सम्भावना रहेछ कि त सम्भाव्यता रहेछ। सो यसरी हामी के गर्छौँ त क्वेसनहरू सल्भ गर्छौँ। सो आई थिङ्क यो क्लियर छ होला। अनि आजको क्लासको ओभरअल नोट चाहिँ यतिको स्क्रिनसटले तपाईँहरू पाउनुहुन्छ। सो यो पनि स्क्रिनसट लिए हुन्छ है त। सो यसको स्क्रिनसटले तपाईँले आजको क्लासको कम्प्लिट नोट पनि पाउन सक्नुहुन्छ। सो आज हामीले प्रोबेबिलिटीको बेसिक कन्सेप्टहरू डिस्कस गऱ्यौँ। भोलिको क्लासमा चाहिँ हामी के गर्छौँ भन्ने प्रोबेबिलिटीमा सोधिरहेको क्वेसन कि त एकदम मोस्ट प्रोबेबल क्वेसन्सहरू चाहिँ ल्याएर हामी 8-10वटा डिस्कस गर्छौँ। सो यति भएपछि तपाईँहरूलाई चाहिँ कसरी पढ्ने कि त कसरी क्वेसनहरू अप्रोच गर्ने भन्ने तरिकाहरू थाहा हुन्छ। सो टेल देन किप वाचिङ। अनि नोभा एजुकेसन फाउन्डेसनको फेसबुक तथा युट्युबबाट पनि यो सबै क्लासेसहरू हेर्न सक्नुहुन्छ। सो किप वाचिङ किप स्टडिङ। थ्याङ्क यू।